हामी सबैले कहिले न कहिले यस्तो भोगेका छौं नि होइन र? पक्कै पनि। कुनै एकदमै महत्त्वपूर्ण मिटिङमा छौं वा परीक्षा हलमा बसेका छौं अनि एक्कासी दिमागले काम गर्नै छाड्छ, ठ्याक्कै कम्प्युटर ह्याङ भएर 404 एरर देखाए जस्तै के? हो, सबै कुरा जिब्रुको टुप्पोमा हुन्छ तर बाहिर आउँदैन। एकदम। दिमाग पुरै सुस्त वा भनौँ न स्लो मोडमा चलेको जस्तो महसुस हुन्छ। आजको यस गहन विश्लेषण अर्थात् डीप डाइभमा स्वागत छ है। तर के यो कुरा पत्याउन सकिन्छ कि हाम्रो स्मरण शक्ति बढाउने मुख्य स्विच हाम्रो टाउकोमा नभएर हाम्रा खुट्टाका पिनुलाहरूमा हुन्छ? सुन्दा निकै अचम्म लाग्छ नि, तर हाम्रा आजका स्रोतहरूले यस्तै गहिरा र आश्चर्यजनक तथ्यहरू अगाडि सारेका छन्। हामी सधैँ दिमागलाई शरीरको एउटा छुट्टै अङ्गको रूपमा हेर्छौं नि त। हो, अनि आजको हाम्रो मुख्य मिसन भनेको नै त्यही सञ्जाललाई बुझ्नु हो। आज हामीसँग एकदमै रोचक स्रोतहरूको सङ्गालो छ, जसमा प्राचीन वैदिक विज्ञान, आयुर्वेद, आधुनिक न्युरोसाइन्स अनि सद्गुरु र प्रेमानन्द महाराज जस्ता आध्यात्मिक गुरुहरूका भिडियोहरू पनि समावेश छन्। तिनीहरू पनि छन्। तर हामी यहाँ कुनै जादुई चक्कीको कुरा गरिरहेका छैनौँ है। न त हामीले यी स्रोतहरूले भनेका हरेक कुरालाई अन्धो भएर मान्दैछौँ। हामी कुनै धार्मिक वा राजनीतिक पक्ष पनि लिइरहेका छैनौँ। हाम्रो उद्देश्य भनेको यी विचारहरूलाई केलाएर व्यावहारिक तरिकाहरू खोज्ने मात्र हो। सही कुरा। दिमागको रसायनको कुरा गर्नुभन्दा पहिले मलाई स्रोतमा उल्लेख भएको मेरुदण्डको कुराले एकदमै तान्यो। ओहो, म पनि त्यही भन्न लाग्दै थिएँ। सद्गुरुको भिडियोमा मेरुदण्डलाई लिएर एउटा छुट्टै दृष्टिकोण छ नि? सद्गुरुको भनाइ अनुसार मेरुदण्ड भनेको एउटा हड्डीको संरचना मात्र होइन। उहाँले यसलाई सम्पूर्ण शरीरको मुख्य सञ्चार नेटवर्कको रूपमा व्याख्या गर्नुभएको छ। भनेपछि यो त एउटा फाइबर अप्टिक केबल जस्तै भयो नि होइन? एकदमै। प्रशान्त किराडको स्रोतले पनि त्यही भनेको छ। मेरुदण्ड सिधा राखेर बस्नाले नसाहरू च्याप्पिने हुँदैन। आधुनिक विज्ञानको आँखाबाट हेर्दा हाम्रो मेरुदण्ड भनेको केन्द्रीय स्नायु प्रणालीको मुख्य राजमार्ग नै हो। अनि जब हामी ढाड कुप्रो पारेर बस्छौं वा ओछ्यानमा पल्टिएर काम गर्छौं, त्यो बेला केबल नै बाङ्गो भयो भने इन्टरनेटको स्पिड त घट्ने नै भयो नि? हो नि। दिमागमा जाने सिग्नलहरू नै प्रभावकारी रूपमा पुग्न पाउँदैनन्। सद्गुरुले अर्को एउटा एकदमै गजबको उदाहरण पनि दिनुभएको छ, स्पष्टता र आत्मविश्वास बीचको भिन्नता। जस्तै व्यस्त राजमार्गमा आँखा चिम्लिएर मलाई केही हुँदैन भनेर बाटो काट्न खोज्नु कति खतरनाक हुन्छ। त्यहाँ आत्मविश्वास होइन, राजमार्गको स्पष्ट दृष्टि चाहिन्छ भनिएको छ। अनि त्यो मानसिक स्पष्टता ल्याउन शारीरिक मुद्राको ठूलो भूमिका हुन्छ। उहाँले त योग नमस्कारको अभ्यासको कुरा पनि गर्नुभएको छ नि, जसमा खुट्टा जोडेर वा काँधको चौडाइमा राखेर स्क्वाट गरिन्छ। 40 दिनमा 21 पटकसम्म यो गर्दा दिमागको तीक्ष्णता बढ्छ रे। तर एकछिनै भुइँ उठबस गर्दा वा स्क्वाट गर्दा दिमाग कसरी तीक्ष्ण हुन्छ र? मलाई त अलिकति शङ्का पो लाग्यो त। यो शङ्का उब्जिनु स्वाभाविक नै हो। स्क्वाट गर्दा कसरी दिमाग चल्छ भन्ने कुरा बुझ्न हामीले रक्त सञ्चार प्रणालीलाई हेर्नुपर्छ। योग नमस्कारले विशेष गरी मेरुदण्डको तल्लो भाग अर्थात् लम्बर क्षेत्रलाई सक्रिय बनाउँछ। अनि स्नायु प्रणालीलाई खोलाउँछ। तर यसको सबैभन्दा ठूलो वैज्ञानिक कारण रक्त सञ्चारसँग जोडिएको छ। आचार्य मनिषजीको स्रोतमा पनि यो कुरा छ। उहाँले पिण्डुलालाई हाम्रो दोस्रो मुटु भन्नुभएको छ नि? हो, अघि मैले सुरुमै भनेको कुरा यही हो। तर मलाई अचम्म लागेको, रगत पम्प गर्ने काम त मुटुको हो नि, पिण्डुला कसरी दोस्रो मुटु भयो त? यसमा भौतिकशास्त्र र जीवविज्ञान जोडिएको छ। गुरुत्वाकर्षणको कारणले हाम्रो शरीरको धेरै जसो रगत तल्लो भागमा जम्मा हुन्छ नि त? खुट्टातिर? हो, मुटुले रगत तल पठाउन त सजिलै सक्छ, तर तलबाट माथि फर्काउन गाह्रो हुन्छ। हाम्रा पिण्डुलाका मांसपेशीहरूले पम्प जस्तै काम गर्छन्। ओहो, जब हामी हिँड्छौं वा स्क्वाट गर्छौं, ती मांसपेशीहरू खुम्चिन्छन् र रगतलाई माथि धकेल्छन्। आचार्य मनीषजीले दावी गरे अनुसार दिमागमा करिब 150 देखि 170 मिलिलिटर रगत हुन्छ। अनि पिडुलामा नि? हाम्रा दुवै पिडुलामा गरेर करिब 500 ग्राम जति रगत जम्मा भएको हुन्छ। बाफ्रे, भनेपछि बिहान खाली पेटमा त्यो इन्डियन टोयलेट स्टाइलमा उकडु बसेर तातो पानी पिउने जुन कुरा स्रोतमा छ, त्यसले त एउटा मेकानिकल पम्पको काम गर्ने रहेछ नि त? ठ्याक्कै। उकडु बस्दा पिडुलाहरू थिचिन्छन्
र त्यो भारी मात्राको रगत सिधै मुटु हुँदै दिमागसम्म पुग्छ। ए अक्सिजन र पोषक तत्त्वले भरिएको यो ठूलो प्रवाह जब दिमागमा पुग्छ त्यसले दिमागलाई तत्काल सक्रिय बनाउँछ। हो, प्राचीन कालमा मानिसहरू भुइँमा पलेन्टी कसेर वा उक्डु बसेर किन पढ्थे भन्ने विज्ञान नै यही हो। ल रगतको प्रवाह त बढ्यो, एउटा बन्द भएको राजमार्ग खुल्यो भनौँ, तर राजमार्ग खुलेर मात्र त भएन नि, त्यो बाटो हुँदै दिमागसम्म कस्तो इन्धन पुगिरहेको छ भन्ने कुरा पनि त महत्त्वपूर्ण होला नि, होइन? पक्कै पनि। द बिगिन सक्सेसको स्रोत अनुसार हाम्रो दिमाग शरीरको कुल तौलको जम्मा 2% मात्र हुन्छ नि त। तर यसले शरीरको पुरै 20% ऊर्जा खपत गर्छ रे। यो त आकारमा सानो तर असाध्यै धेरै इन्धन खाने इन्जिन जस्तै भयो त। बिल्कुल। र त्यो इन्जिनलाई जस्तो पायो त्यस्तै इन्धन हालेर हुँदैन नि। हामी प्राय थकेको बेला चकलेट खान्छौँ वा चिया कफी पिउँछौँ नि। म पनि अफिसमा सधैँ कफी नै खाइरहेकी हुन्छु। हो, त्यसरी साधारण चिनी खाँदा 81 ऊर्जा त दिन्छ, तर इन्सुलिन स्पाइक गराउँछ र एकैछिनमा ऊर्जा स्वात्तै घटाउँछ पनि। भनेपछि दिमागको लागि उत्तम इन्धन चाहिँ के हो त? ओमेगा 3, जुन आलस, ओखर र माछा जस्ता खानेकुराबाट पाइन्छ। यसले न्युरोन्सको बाहिरी तह निर्माण गर्न मद्दत गर्छ। अनि एन्टिअक्सिडेन्टहरू नि? जसले दिमागलाई नोक्सान गर्ने तत्त्वहरूबाट बचाउँछन् नि, ती अम्ला, बेसार, डार्क चकलेटमा पाइन्छन्। अनि अर्को कुरा, कम्प्लेक्स कार्बोहाइड्रेट जस्तै ओट्स वा ब्राउन राइस, जसले बिस्तारै र निरन्तर रूपमा दिमागलाई ऊर्जा दिइरहन्छन्। हो, एकदम सही। अनि पानीको कुरा पनि छ है। दिमाग 75% पानीले बनेको हुनाले थोरै मात्र पानीको कमी हुँदा पनि त्यसले सिधै हाम्रो सोच्ने क्षमतामा असर गर्छ भन्ने कुरा स्रोतमा छ। तर मलाई नि आचार्य मनीषजीको एउटा सल्लाहले चाहिँ अलि सोचमग्न बनायो। कुन सल्लाहले? उहाँले एक गाँसको आकार ठ्याक्कै औँलाको नङ जत्रो अर्थात् 1 सेन्टिमिटर लम्बाइ र 1 सेन्टिमिटर चौडाइको हुनुपर्छ भन्नुभएको छ नि। अनि प्रत्येक गाँसलाई 32 पटक चपाउने रे। हजुर, 32 पटक। एकछिन है, 32 पटक? आजको यो व्यस्त समयमा अफिसको 30 मिनटको लन्च ब्रेकमा कसले 32 पटक गनेर बस्छ र? यो त अलि अव्यावहारिक भएन र? चपाउने कुराले कसरी दिमागको क्षमता बढाउँछ त? सुन्दा निकै अव्यावहारिक नै लाग्छ, तर स्रोतले 32 भन्ने सङ्ख्यामै मात्र जोड दिएको होइन के, यसको पछाडिको जैविक प्रक्रिया महत्त्वपूर्ण छ। कस्तो जैविक प्रक्रिया? जब हामी हतार हतार नचपाइकन खाना निल्छौँ नि, हाम्रो शरीर फाइट अर फ्लाइट अर्थात् तनावको अवस्थामा हुन्छ। तर जब हामी बिस्तारै र धेरै पटक चपाउँछौँ, त्यसले हाम्रो प्यारासिम्प्याथेटिक नर्भस सिस्टमलाई सक्रिय बनाउँछ। अनि शरीरलाई विश्राम र पाचनको अवस्थामा लैजान्छ। हो नि, बङ्गाराको निरन्तर र लयबद्ध चालले दिमागमा एक प्रकारको शान्तिको सङ्केत पठाउँछ। ओहो, भनेपछि यो चपाउने प्रक्रिया एउटा मेकानिकल काम मात्र नभएर दिमागलाई म सुरक्षित छु, म आराम गर्दैछु भनेर सन्देश पठाउने माध्यम पो रहेछ त? हो, र यही शान्तिको अवस्थामा मात्र दिमागले खुसी दिने रसायनहरू प्राकृतिक रूपमै सन्तुलनमा ल्याउँछ। स्रोतमा यसलाई डोज अर्थात् डोपामिन, अक्सिटोसिन, सेरोटोनिन र एन्डोल्फिन भनिएको छ। आयुर्वेदको शिरोधारा विधिको पछाडि पनि यही विज्ञान छ भनिएको छ होइन? 15 दिनमा एक पटक निधारमा लगातार तेल खसाल्दा त्यसले उत्पन्न गर्ने कम्पनले दिमागका रसायनहरूलाई सन्तुलित गर्छ रे। एकदम लय र निरन्तरताले नै दिमागलाई तनावमुक्त बनाउने हो। यो त साँच्चै नै गहिरो कुरा भयो। तर मेसिनलाई सही इन्धन दिएर र शान्त राखेर मात्र पनि त भएन नि। दिनभरि काम गरेपछि त्यसमा जम्मा भएको फोहोर पनि त सफा गर्नु पर्ला। हो, अनि यसैको लागि स्रोतहरूमा निद्राको भूमिका कति महत्त्वपूर्ण छ भनेर प्रष्टसँग खुलाइएको छ। राति 11 बजेदेखि 3 बजेसम्मको समयलाई निद्राको म्याजिक टाइम भनिएको छ नि। यो समयमा ग्लिम्फेटिक सिस्टमले दिमागको सरसफाइ गर्छ रे। यो ग्लिम्फेटिक सिस्टम भनेको चाहिँ ठ्याक्कै के हो त? यो एकदमै राम्रो प्रश्न हो। दिनभरि हाम्रो दिमागले काम गर्दा न्युरोन्सहरूले ऊर्जा खपत गर्छन् नि, त्यसको परिणाम स्वरूप एमिलोइड बीटा जस्ता मेटाबोलिक फोहोरहरू उत्पादन हुन्छन्। फोहोर जम्मा हुन्छ? यदि यो फोहोर दिमागमा जम्मा भइरह्यो भने यसले न्युरोन्सलाई नै नष्ट गर्न थाल्छ।
ग्लिम्फेटिक सिस्टम भनेको दिमागको आफ्नै फोहोर व्यवस्थापन प्रणाली हो के? ए गहिरो निन्द्राको बेलामा दिमागका कोशिकाहरू अलिकति खुम्चिन्छन्, जसले गर्दा मस्तिष्कको तरल पदार्थ दिमागका कुना-कुनामा पुगेर त्यो फोहोरलाई पखालेर बाहिर निकाल्छ। यो त ठ्याक्कै राति अफिस बन्द भएपछि क्लिनिङ स्टाफ आएर भुइँ पुछे जस्तै भयो त। हो नि, ठ्याक्कै त्यस्तै हो। तर त्यो क्लिनिङ स्टाफ सधैँ आउँदैन नि, होइन र? आउँदैन, किनकि यो प्रणाली सक्रिय हुनको लागि हामी गहिरो निन्द्रामा हुनुपर्छ र गहिरो निन्द्राको लागि मेलाटोनिन हर्मोन चाहिन्छ। राति 11 देखि 3 बजेको समयमा मेलाटोनिन उच्चतम बिन्दुमा हुन्छ नि त। हो, तर यहाँनिर आधुनिक जीवनशैलीको सबभन्दा ठूलो गल्ती हुन्छ कि मेलाटोनिन अन्धारोमा मात्र उत्पादन हुन्छ। जब हामी सुत्नु अघि मोबाइल वा ल्यापटपको निलो प्रकाश हेर्छौं नि, दिमाग झुक्किन्छ। एकदम उसलाई लाग्छ अझै दिउँसै छ अनि उसले मेलाटोनिन उत्पादन गर्न बन्द गर्छ। मेलाटोनिन नभएपछि गहिरो निन्द्रा पर्दैन अनि गहिरो निन्द्रा नपरेपछि दिमाग सफा हुँदैन। अनि भोलिपल्ट बिहान हामी त्यही फोहोर भरिएको भारी दिमाग लिएर उठ्छौं। अचम्म लाग्छ नि, 8 घण्टा सुत्दा पनि किन थाकेको महसुस भइरहेको छ भनेर। हो, त्यसैले सुत्नु 1 घण्टा अघि स्क्रिन बन्द गर्ने कुरामा यति धेरै जोड दिएको हो। सफाई पनि भयो। अब कुरा आउँछ दिमागको क्षमता बढाउने। पहिले विज्ञानले नै भन्थ्यो नि कि एउटा उमेर पार गरेपछि दिमागको विकास हुँदैन भनेर। बाल्यकालमै जति विकास हुनुपर्ने हो भइसक्छ भन्ने मान्यता थियो। तर आधुनिक स्रोतहरूले त यसलाई पुरै गलत साबित गरेका छन् नि। हो, विज्ञानले मानेको त्यो पुरानो सिद्धान्तलाई न्युरोप्लास्टिसिटीको अवधारणाले पुरै बदलिदिएको छ। हाम्रो दिमाग जीवनभर बदलिन्छ। जीवनभर? दिमागमा करिब 86 अर्ब न्युरोन्स हुन्छन् र तिनीहरूबीच 100 ट्रिलियन भन्दा बढी कनेक्सन हुन्छन्। हामीले जे नयाँ कुरा सिक्छौं वा नयाँ अभ्यास गर्छौं त्यसले दिमागमा नयाँ बाटो वा न्युरल पाथवे बनाउँछ। ए, यो त छ्याक्कै जंगलमा नयाँ बाटो खने जस्तै भयो नि। जति धेरै मानिस त्यो बाटो हिड्छन्, बाटो त्यति नै फराकिलो र स्पष्ट हुँदै जान्छ। एकदम सटीक उदाहरण दिनुभयो। चाहिँ शारीरिक व्यायाम रहेछ नि। मलाई त लाग्यो व्यायामले मांसपेशी मात्र बढाउँछ, तर स्रोतले त व्यायामलाई दिमागको लागि प्राकृतिक स्टेरोइड नै भनेको छ। हो नि। 30 मिनेटको एरोबिक व्यायाम गर्दा BDNF अर्थात् ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टरको स्तर 32% बढ्छ भनिएको छ। यो BDNF भनेको चाहिँ के हो, यसले कसरी काम गर्छ? BDNFलाई सामान्य भाषामा बुझ्दा यो दिमागको लागि एउटा विशेष प्रकारको मल जस्तै हो के, मिराकल ग्रो जस्तै। मल जस्तै। जब हामी दौडिन्छौं वा एरोबिक व्यायाम गर्छौं, शरीरलाई लाग्छ हामी कुनै नयाँ वातावरणमा जाँदैछौं वा भनौँ न शिकार गर्दैछौं। विकासक्रमको दृष्टिकोणबाट हेर्दा हो, मानिस जब धेरै हिँड्थ्यो उसलाई नयाँ ठाउँको नक्सा दिमागमा राख्न र चुनौतीको सामना गर्न दिमाग छिटो चल्नु पर्थ्यो। त्यसैले व्यायाम गर्दा शरीरले BDNF उत्पादन गर्छ। जसले पुराना न्युरोन्सलाई मर्नबाट बचाउँछ र नयाँ न्युरोन्स उमार्न मद्दत गर्छ, होइन त? एकदम। अनुसन्धानले देखाएको छ कि लगातार 12 हप्ताको व्यायामले हाम्रो स्मरण शक्तिको केन्द्र, जसलाई हिपोक्याम्पस भनिन्छ, त्यसको आकार नै 2% बढाउँछ। ओहो, भनेपछि शारीरिक व्यायामले दिमागको हार्डवेयर नै ठूलो बनाउने रहेछ। तर के शारीरिक व्यायामले मात्र पुग्छ त? प्रशान्त किराडको स्रोतले यहाँ शिक्षा प्रणालीलाई लिएर एउटा निकै सान्दर्भिक कुरा उठाएको छ नि। त्यो कुरा निकै रोचक छ। प्राचीन समयमा योद्धाहरूलाई युद्धकला मात्र होइन, राजनीति, दर्शन, सङ्गीत जस्ता धेरै सिपहरू सिकाइन्थ्यो रे। विविध सिप सिक्दा उनीहरूको दिमाग निरन्तर विकसित हुन्थ्यो। तर आजको हाम्रो अवस्था हेर्नुस् त। आजको अवस्था साँच्चै चिन्ताजनक छ नि। संसारमा 120 भन्दा बढी विषयहरू उपलब्ध भए पनि हाम्रो शिक्षा प्रणालीले जम्मा 5-6वटा मात्र विषय पढाउँछ। अनि हामी अफिसमा पनि दिनौं एउटै मात्र काम गर्छौं। नयाँ कुरा नसिकेपछि त दिमागले नयाँ न्युरा कनेक्सन बनाउनै छोड्ने भयो नि। हो, दिमागको नियम एकदम सरल छ, युज इट अर लुज इट। प्रयोग नगरेका कनेक्सन्सहरू आफै मेटिँदै जान्छन् र दिमाग खुम्चिँदै जान्छ। यो त एकदम डरलाग्दो कुरा भयो नि। जबसम्म हामी नयाँ भाषा, नयाँ बाजा वा कुनै नयाँ खेल सिक्दैनौं, तबसम्म न्युरोप्लास्टिसिटीको जादुले काम गर्न पाउँदैन। पक्कै पनि। ल, हार्डवेयर अपग्रेड गर्ने कुरा त बुझियो, तर अब त्यसलाई चलाउने सफ्टवेयरको कुरा गरौँ न। अर्थात् हाम्रो एकाग्रता, फोकस। स्रोतमा महाराजा पृथ्वीराज चौहानको उदाहरण दिएको छ नि। हजुर, दिएको छ। आँखा नभए पनि केवल आवाजको भरमा मोहम्मद गौरीलाई सटीक तीर हान्न सक्ने कुरा उल्लेख छ।
तर के यस्तो असाधारण एकाग्रता साँच्चै सम्भव छ कि यो एउटा किम्वदन्ती मात्र हो त? ऐतिहासिक रूपमा यो जतिसुकै सत्य वा किम्वदन्ती भए पनि नि यसले सङ्केत गर्न खोजेको कुरा भनेको मानव मस्तिष्कको चरम एकाग्रताको क्षमता हो के। हाम्रा स्रोतहरूमध्ये वैदिक विज्ञानको परिप्रेक्ष्य अनि फरक छ यसमा। त्यहाँ 7 चक्रहरूको अवधारणा ल्याइएको छ। विशेष गरी अन्तिम 2 चक्रहरू होइन? थर्ड आई चक्र जसले सोच र एकाग्रतालाई नियन्त्रण गर्छ अनि क्राउन चक्र जसले सम्पूर्ण विचारहरूलाई नियन्त्रण गर्छ। हो, वैदिक दृष्टिकोण अनुसार जब ध्यान र अभ्यासबाट यी चक्रहरूमा ऊर्जा केन्द्रित हुन्छ नि, मानिसको ध्यान यति तीक्ष्ण हुन्छ कि बाहिरी कुनै पनि कोलाहलले उसलाई विचलित गर्न सक्दैन। आधुनिक विज्ञानले चक्रहरूलाई ठ्याक्कै त्यही रूपमा नमाने पनि ध्यान र एकाग्रताको शक्तिलाई भने पक्कै स्वीकार गर्छ। अनि त्यो एकाग्रता जाँच्नको लागि स्रोतमा एउटा अभ्यास दिइएको छ, त्राटक मुद्रा। त्राटक जम्मा 30 देखि 60 सेकेन्डसम्म एउटा कलमको टुप्पोमा मात्र हेर्ने र दिमागमा अरू कुनै पनि विचार आउन नदिने रे। सुन्दा कति सजिलो लाग्छ है? तर जो कोहीले पनि अहिले नै यो गरेर हेर्ने हो भने थाहा हुन्छ हाम्रो एकाग्रता कति भताभुङ्ग भइसकेको छ भनेर। 5 सेकेन्डमै दिमागमा 100औं कुरा खेल्न थाल्छन्। हो नि, हाम्रो दिमाग कति चञ्चल भइसकेको छ भनेर जाँच्ने त्यो एउटा ऐना नै हो। त्यस्तै अर्को एउटा चाखलाग्दो अभ्यास उल्लेख छ, स्वरयोग। हजुर, स्वरयोग। सुत्नु अघि कुन नाकको प्वालबाट बढी सास चलेको छ भनेर हेर्ने। यदि बायाँ नाकबाट बढी सास चलिरहेको छ भने बायाँ नै कोल्टे फेरेर सुत्नुपर्छ भनिएको छ। यसमा पनि मलाई अलिकति प्रश्न सोध्न मन लाग्यो। के प्रश्न? बायाँ नाकबाट सास चल्दा बायाँ नै कोल्टे फेरेर सुत्ने कुराको पछाडि केही वैज्ञानिक आधार छ त? कि यो केवल एउटा परम्परागत मान्यता मात्र हो? होइन, यसमा शारीरिक विज्ञान अर्थात् एनाटोमीको एकदमै सटिक लजिक लुकेको छ। हाम्रो पेटको आकार बायाँतर्फ ढल्किएको हुन्छ नि त। ए हो र? बायाँ कोल्टे फेरेर सुत्दा गुरुत्वाकर्षणको कारणले पेटको एसिड तलै बस्छ र छाती पोल्ने वा एसिड रिफ्लेक्सको समस्या हुँदैन। ओहो। साथै शरीरको सबैभन्दा ठूलो रक्तनली जसलाई एओर्टा भनिन्छ त्यो मुटुबाट निस्केर बायाँतर्फ घुमेको हुन्छ। बायाँ कोल्टे सुत्दा मुटुलाई रगत पम्प गर्न सजिलो हुन्छ र अक्सिजनको प्रवाह राम्रो हुन्छ। भनेपछि यो प्राचीन योग अभ्यास भए पनि यसको प्रत्यक्ष असर हाम्रो मुटु र अक्सिजन प्रवाहमा पर्ने रहेछ, जसले अन्ततः दिमागलाई शान्त राख्न मद्दत गर्छ, होइन त? एकदम सही बुझ्नुभयो। यी परम्परागत कुराहरूको पछाडि पनि शरीर रचना विज्ञानको गहिरो अध्ययन रहेछ नि। प्रेमानन्द महाराजले त दिमागलाई 3 प्रकारमा विभाजनै गरिदिनु भएको छ। मंकी माइन्ड, जुन बाँदर जस्तै चञ्चल हुन्छ। अर्को कन्सन्ट्रेसन माइन्ड, जसले फोकस गर्न सक्छ। अनि अन्तिममा ब्लेस्ड माइन्ड, जसले जे पढ्यो त्यही एकै पटकमा याद गर्छ। उहाँले ब्रह्म मुहुर्त अर्थात् बिहान 4 देखि 4:30 बजेको समयमा ध्यान गर्ने कुरामा एकदम जोड दिनु भएको छ नि। त्यसको वैज्ञानिक कारण पनि छ। त्यो समयमा बाहिरी वातावरण मात्र शान्त हुँदैन, हाम्रो दिमाग पनि अल्फा वा थीटा वेभमा चलिरहेको हुन्छ। यो अवस्था भनेको हाम्रो अवचेतन मन अर्थात् सबकन्सियस माइन्ड खुला भएको अवस्था हो। हो नि, त्यो बेला सिकेको वा फोकस गरेको कुरा दिमागमा गहिरोसँग गडेर बस्छ। आजको आधुनिक युगमा यसलाई हामी डोपामिन डिटक्ससँग पनि जोड्न सक्छौं। हप्तामा 1 दिन मोबाइल फोन नछुने नियमले हाम्रो चञ्चल मंकी माइन्डलाई शान्त बनाउन निकै मद्दत गर्छ नि। आधुनिक विज्ञान र परम्परागत ज्ञानको यो संयोजन साँच्चै नै चाखलाग्दो छ है, पक्कै पनि। यहाँ अर्को एउटा कुरा पनि छ, ब्रेन हार्मोनिक साउन्ड र ओम मन्त्रको उच्चारण। के ध्वनिको कम्पनले साँच्चै हाम्रो न्युरोन्सलाई असर गर्न सक्छ त? मजाले सक्छ नि। ब्रह्माण्डमा हरेक कुराको आफ्नै कम्पन हुन्छ। अनुसन्धानहरूले देखाएका छन् कि ओम जस्ता मन्त्रहरू उच्चारण गर्दा निस्कने ध्वनिको कम्पन र हाम्रो दिमागको गहिरो शान्तिको अवस्थामा हुने कम्पन एउटै हुन्छ। हो, लगभग एउटै फ्रिक्वेन्सीमा हुन्छन्। जब हामी त्यो ध्वनि निकाल्छौं, बाहिरी कम्पन र दिमागको आन्तरिक कम्पन बीच एउटा रेजोनेन्स वा तालमेल सृजना हुन्छ। यसले दिमागका छरिएका न्युरल नेटवर्कहरूलाई एउटै लयमा ल्याउन मद्दत गर्छ र ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ, होइन त? एकदम। ल, हामी आजको यस विस्तृत विश्लेषणको अन्त्यतिर आइसकेका छौं।
आजका विभिन्न स्रोतहरूबाट हामीले साँच्चै धेरै कुरा सिक्यौं। दिमागलाई सुपरचार्ज गर्नको लागि कुनै एउटा मात्र तरिका छैन नि। होइन नि। सक्रिय बनाउनु पर्यो ताकि रगत दिमागसम्म पुगोस्। त्यसपछि सही इन्धन, कम्प्लेक्स कार्ब्स, ओमेगा-3, प्रशस्त पानी अनि खानेकुरा बिस्तारै चपाएर खानु पर्यो, जसले तनावका हार्मोन घटाउँछ। अनि सरसफाइको लागि राति नीलो प्रकाश बन्द गरेर गहिरो निद्रामा जानु पर्यो ताकि ग्लिम्फेटिक सिस्टमले फोहोर बाहिर निकालोस्। अनि हार्डवेयरको अपग्रेड, शारीरिक रूपमा एरोबिक व्यायाम गरेर BDNF बढाउने र मानसिक रूपमा नयाँ सिपहरू सिकेर न्युरोप्लास्टिसिटीलाई बढावा दिने। अन्त्यमा एकाग्रता बढाउन त्राटक मुद्रा, ब्रह्म मुहुर्तको समय, डोपामिन डिटक्स र ध्वनिको कम्पनको प्रयोग गर्ने। यो ज्ञान त परीक्षाको तयारी गरिरहेका विद्यार्थीदेखि लिएर अफिसमा उत्कृष्ट प्रदर्शन गर्न चाहने वा दैनिक जीवनमा ब्रेन फगबाट छुटकारा पाउन चाहने जो कोहीको लागि पनि अत्यन्तै उपयोगी छ। साँच्चै नै यी कुनै जादुई चक्की होइनन्, तर हाम्रो दैनिक जीवनशैलीमा गर्न सकिने साना व्यावहारिक तर अत्यन्तै शक्तिशाली परिवर्तनहरू हुन्। एकदम सही कुरा गर्नुभयो। तर नि आजको यो विश्लेषण टुङ्ग्याउनु अघि म यो न्युरोप्लास्टिसिटीको कुरालाई लिएर एउटा फरक र अलिकति गहिरो कुरा सोच्दैछु के। कस्तो कुरा? हामीले कुरा गर्यौं कि हाम्रो दिमागले जे अभ्यास गर्छ त्यही अनुसार आफूलाई परिवर्तन गर्दै लान्छ। दिमागले प्रयोग नगरेका न्युरल कनेक्सन्सहरूलाई मेटाउँदै जान्छ नि। युज इट अर लुज इट। हो, तर आजभोलि हेर्नुस् त हामीले आफ्नो स्मरण शक्ति र एकाग्रताको जिम्मा पूर्ण रूपमा स्मार्टफोन र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईलाई दिइसकेका छौं। फोन नम्बर याद गर्नु पर्दैन, बाटो खोज्न GPS छ, केही लेख्नु पर्यो भने एआई छ। यो त मानव इतिहासकै एकदमै गम्भीर मोड हो। हो नि, यदि हाम्रो दिमागको नियम युज इट अर लुज इट नै हो भने अब आउने केही पुस्तापछि मानिसको दिमागको प्राकृतिक विकास कुन दिशामा जाला त? यो त सोच्नै पर्ने कुरा हो। कि हामीले मसिनलाई चलाएर हाम्रो दिमाग झन् शक्तिशाली र स्वतन्त्र होला, कि हामी पूर्ण रूपमा मेसिनमा परनिर्भर भएर हाम्रो प्राकृतिक हार्डवेयर नै खुम्चिँदै जाला? सायद यो यस्तो प्रश्न हो जसको उत्तर हामी सबैले आफ्नो दैनिक जीवनका छनोटहरूबाट खोज्नु पर्नेछ। जे होस्, अर्को पटक जब दिमागमा त्यो 404 एरर देखा पर्छ नि, तब याद गर्नुहोस् त्यो सिस्टम क्र्याश भएको होइन हो, त्यसलाई केवल अलिकति सही इन्धन, एउटा सिधा मेरुदण्ड र गहिरो श्वासको रिफ्रेश बटन चाहिएको हो। आजको डीप डाइभबाट यति नै।